सो हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल हैन। यो चाहिँ मेरो हल्का सर्ट भिडियो भन्नु पर्यो है। सो आज हामी चाहिँ कोलपुर टु कर्णाली जान लागेको, जुन हाम्रो यो भाइरल झरनाहरू देखेको छ त्यही भाइरल ठाउँमा जान लागेको हैन। तपाईहरुलाई म बीचबीचमा बाटोहरू क्लिपहरू देखाएर हुन्छु, हेर्नु होला। अहिले हामी ठ्याक्कै बबई पुगिसकेको छौँ। बबई पुगेर हामीहरू केटाहरूसँग हेर्नु माछा हेर्नु त माछै रहेनछ यहाँ ठ्याक्कै कत्तेरी यतातिर चहलपहल गरिरहेको छ। अब अर्को साइडतिर गएपछि हाम्रो अर्को साइडमा फेरि गोहीहरू पनि छ। गोहीहरू हेर्नुहुन्छ भने हेर्नुहोस्, गोहीहरू पनि देखाइदिन सक्छु हैन। अनि के भन्छन्, अब हाम्रो अगाडिको राइडहरू हुन्छ, राइडहरू हेर्दै गर्नु होला हैन। के भन्छन्, कर्णालीसम्म हामी पुग्ने हो। कर्णाली पुग्दाखेरि तपाईहरुलाई म ठ्याक्कै स्विमिङहरू नुहाइरहेको सबै चिजहरू सबै के डिटेल्सहरू छ म सबै चिज देखाउँछु त्यसमा हैन। यो मेरो भनेको मिनी भ्लग हो, जस्ट छोटो मिठो है। यो हाम्रो साथीहरूसँग यसो घुम्न गइदिएको लास्ट शनिबारको दिन हैन। कर्णाली पुगिसकेको छ है। कर्णाली पुगिसकेको छ हामीहरू। कर्णालीको सिनहरू हेर्नु, तपाईहरु यो पुल देख्न सक्नुहुन्छ, हाइटिङ होला हेर्नु हैन। यता साइड वरिपरि डाँडा पाखाहरू छ। हामी अगाडि गइरहेको छौँ। त्यो जुन झरना छ, झरनाको ठाउँमा हिँड्दैछौँ हैन। झरनाको ठाउँमा पुगिसकेपछि तपाईहरुलाई मिठो देखाउँछु के त्यो झरना जुन छ नि, झरना बगेको त्यहाँ तल नुहाइरहेको छ हाम्रो केटाहरू, जे होस् इन्जोय गरिरहेको छ क्या हामीहरू हैन। अनि तपाईहरुलाई यस्तो कौन है ये लोग, कहाँ से आते हैं? साथीहरू नै सबैभन्दा मलाई ठुलो लाग्छ के है। जो तपाईहरुलाई जे चिजमा मतलब भन्नु होला, म तपाईहरुलाई ठ्याक्कै देखाइदिनेछु कहाँनिर पर्छ भनेर। तपाईहरुले हेर्दै गर्नु होला है। हाम्रो सानो छोटो मिठो भ्लग है। सो थ्याङ्क यू गाइज, प्लिज सब्सक्राइब।